साथीहरु के तपाईको मोबाइलको मेन स्टोरेज फुल भएको छ। स्टोरेज फुल भयो भने पक्कै पनि तपाईको मोबाइल ह्याङ त भयो नै होला। अनि तपाईले तपाईको स्टोरेज कम गर्नको लागि तपाईको मोबाइलमा भएका एकदमै महत्त्वपूर्ण धेरै लामो समयसम्मदेखि राखेका तपाईका फोटो भिडियो डिलिट गर्नुभयो होला। हुँदा हुँदा त तपाईले तपाईको मोबाइलमा आवश्यक परेको एकदमै महत्त्वपूर्ण एप्लिकेसनलाई अनइन्स्टल गरेर फालिदिनु भयो, तर पनि स्टोरेज खाली हुने त कुनै चान्सै छैन। किनभने तपाई मोबाइलमा भएको फोटो भिडियो डिलिट गरेर मेन स्टोरेज खाली हुन्छ भन्ने भ्रममा हुनुहुन्थ्यो। अहिले चाहिँ सही ठाउँमा हुनुहुन्छ। यो भिडियो तपाईको लागि हो। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म कहीँ कतै स्किप नगरिकन हेर्नुहोला र च्यानललाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नुहोला। आउनुहोस् ढिला नगरिकन तपाईलाई म मेरो स्क्रिन शेयर गर्न गइरहेको छु। मैले मेरो मोबाइलको स्क्रिन ओपन गरिसकेको छु। तपाईले पनि तपाईको मोबाइलको स्क्रिन ओपन गर्नुहोला र म तपाईलाई यहाँ लाइभ देखाउँछु। सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि यहाँ जिबी र 128 जिबी छ। लाइभ घटाएर देखाउने छौं। त्यसैले तपाई अब चाहिँ सुरु गर्नुहोला। तपाईले तपाईको मोबाइलमा भएको प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि तपाईको टपमा प्रोफाइल देखाएको छ। प्रोफाइलमा क्लिक गर्नुहोला अनि म्यानेज एप्स एन्ड डिभाइस लेखेको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले अब यो ओभरभ्यूमा छ भने हामीले म्यानेजमा लग्छौं। म्यानेजमा लगिसकेपछि यहाँ टिक लागेको छ दिस डिभाइस भनेर। यस डिभाइसमा एकचोटि क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईले यहाँ अर्को अप्सन देखेको छ नट इन्स्टलेड भनेर, यसलाई पनि क्लिक गर्नुहोला र तपाईलाई यहाँ चाहिँ हामीलाई एप्लिकेसनहरु देखाएको छ। एप्लिकेसनहरु जुन हो तपाईले तपाईको मोबाइलबाट अनइन्स्टल गरेर फालेको, तर यहाँ चाहिँ ब्यागमा बसेर स्टोरेज कभर गरेर बसिरहेको एप्लिकेसनहरु, यिनीहरु सबैलाई यसरी टिक लगाएर तपाईले चाहिँ डिलिट गरिदिनु होला। पनि हामीले टिक लगायौं। यो टिक लगाएको भरिलाई हामीले डिलिट गर्छौं। डिलिट गर्नको लागि हामीले डिलिटको चिन्ह छ, यसलाई चाहिँ हामीले चाहिँ डिलिट गर्छौं, रिमुभ भनेर भन्छौं। अब यो डिलिट भयो। 32 वटा एप चाहिँ के भयो, डिलिट भयो। अब यसपछि ब्याक हुन्छौं हामी। ब्याक भइसकेपछि त हामी मोबाइलको सेटिङमा जान्छौं। तपाईले तपाईको मोबाइलको सेटिङ ओपन गर्नु होला र सर्च सेटिङमा छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यसमा स्टोरेज हान्नुस् है। स्टोरेज हान्नुस्। स्टोरेज हान्नु भयो भने डिभाइस स्टोरेजमा जानु होला। त्यसपछि तपाईको चाहिँ यहाँ डिभाइस स्टोरेज छ, फेरि यसलाई चाहिँ क्लिक गर्नुस्। डिभाइस स्टोरेजमा जानु होला। त्यसपछि तपाईले यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो एप्सले चाहिँ 51 जिबी चाहिँ कभर गरेको छ भने इमेजले 159 एमबी गरेको छ, भिडियोले 10 जिबी गर्दै यहाँ तपाईले देख्न सक्नुहुन्छ। र हामीले चाहिँ यसलाई चाहिँ माथि चाहिँ स्टोरेज म्यानेजमा चाहिँ यसरी क्लिक गर्छौं। गरिसकेपछि हामीले यो एप्सको छ, एप्सलाई क्लिक गर्नु होला। गरिसकेपछि तपाईको हेर्न सक्नुहुन्छ युट्युबले तपाईले देख्न सक्नुहुन्छ 19 भन्दा बढी जिबी चाहिँ यहाँ चाहिँ यसले चाहिँ कभर गरेर बसेको छ। यसलाई क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले यहाँलाई के गर्ने भन्नुहुन्छ भने जस्तो यसको टोटल साइज चाहिँ 20 जिबी भन्दा बढी छ। यसको चाहिँ एप्सको चाहिँ 179 एमबी मात्र हो भने यो चाहिँ यो स्टोरेजहरु चाहिँ बेकारका स्टोरेजहरु, यिनीहरुलाई चाहिँ हामीले डिलिट गर्नुपर्छ। तपाईले चाहिँ क्लियर डाटा गरिदिनु होला। क्लियर डाटा गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईले हाम्रो युट्युबले जति पनि स्टोरेजहरु चाहिँ कब्जा गरेर बसेको थियो, यो चाहिँ हाम्रो चाहिँ डिलिट भएको छ। यो क्लियर एक्सेस गरिदिनुस्। त्यसपछि फेरि ब्याक हुनुस्। ब्याक भइसकेपछि जस्तो यहाँ चाहिँ टिकटक एपले चाहिँ 2 जिबी चाहिँ हाम्रो चाहिँ कभर गरेको छ भने यसलाई पनि हामीले चाहिँ के गर्छौं, क्लियर डाटा गर्छौं। तपाईले पनि क्लियर डाटा अनि डिलिट गर्नु होला। यसलाई पनि ब्याक हुनुस्। भन्दा फेरि अब हामीले टिकटकको पनि गरिसकेका छौं भनेपछि अब हामीले चाहिँ के गर्छौं, काइन मास्टर छ। यहाँ काइन मास्टरको 13 जिबी चाहिँ यसले कब्जा गरेर बसेको छ। यसलाई पनि हामीले के गर्छौं, क्लियर डाटा गर्छौं। यसरी नै डिलिट गर्नु होला। अनि यसै गर्दै गर्दै तपाईले भएका सबै पनि एप्लिकेसनहरु छन्, तपाईले यसरी नै तपाईले चाहिँ स्टोरेजहरु कम गर्दै 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 लगेर हामीले स्टोरेज खाली गर्नेछौं। अब यसबाट ब्याक हुनुस् र तपाईले फेरि पनि तपाईको सेटिङ चाहिँ ओपन गर्नु होला। सेटिङ ओपन गरिसकेपछि तपाईको फोन क्लिक गर्नु होला। अबाउट फोनमा क्लिक गरिसकेपछि तपाईको डिभाइस स्टोरेज छ। डिभाइस स्टोरेजमा तपाईले देख्न सक्नुहुन्छ हामीले यो भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो कति थियो, हामीले हाम्रो मोबाइलमा चाहिँ यो यहाँ भएका यी जति पनि हामीले डिलिट गर्यो यीहरुले चाहिँ 84 जिबी चाहिँ यिनीहरुले कभर गरेर बसेको थियो भने अहिले डिलिट गरिसकेपछि कतिमा आयो, 48 जिबी मा कभर गरेर आएको छ। यसलाई चाहिँ तपाईले तपाईको फ्री अफ स्पेसमा चाहिँ एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको जो क्लिन हुन्छ सबैलाई अलाउ गर्नु होला।
क्लिन गऱ्यौँ। यो क्लिन गर्ने चाहिँ तपाईँले कममा पनि हप्तामा चाहिँ एकचोटि चाहिँ तपाईँले क्लिन गर्नुभयो भने तपाईँको स्टोरेज हुने समस्या सदायको लागि हल हुनेछ भन्दै यो भिडियोलाई कस्तो लाग्यो जस्ताको तस्तै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला।